यहाँ हाम्रो छोरी पूर्णिमा चाहिँ यहाँ झुला खेल्दैछन् र पूर्णिमाको आमा चाहिँ यहाँ हुनुहुन्छ भने चाहिँ हामी लगभग ऊ त्यहाँ अगाडि पनि बाट चाहिँ यता आइसक्यौँ। अब हामीले चाहिँ यो टावरसिम गएपछि यहाँ इन्डो हुन्छ होला नि त, सकिन्छ होला यो। ल पूर्णिमा कस्तो भइरह? मिठो मिठो भएछ, रमाइलो भएछ कि नै? रमाइलो भएछ ए। ल अब त्यहाँबाट त्यहाँ जान्छ नानी। ल उहाँ यो त फेरि आउँदा खेल उहाँ टावरमा चलाउँदा होइन, टावरमा चलाउन। ल क्यामेराम्यानलाई यहाँ मैले यहाँ दिन्छु, मेरो पनि भिडियो आओस्। ल नमस्कार नमस्कार। ओके ल त्यहाँ गइसक्यो हाम्रो छोरी। यस्तो खेल्न भनेपछि त फेरि आफै हो पुग्ने। वा जाऊ ल उताबाट। उता पनि सेम छ, उता पनि गइसक्यो। आज मान्छे धेरै रहन्छन्। हामी यतिखेर गुल्मी जिल्लाको यो तमगासको नजिकै यो रेसिङ्गा पार्कमा छौँ। नानी छिछ होला, नानी छिछ होला। खेल ल खेल खेल ल। पर्दैन आऊ यता खेलिने भर्खर त आइछौँ यहाँ। देश केटाकेटीले चाहिँ अलिअलि रहेछ। लाउ ल झरा झरा लाउ ल। ल ल अब यो पूर्णिमा उहाँ छ भने उहाँ पा उसा माथि टावरमा जाऊँ र अनि आउँला पाउ पाउ त्यसपछि खेलौँ। लाउ यो टावरमा जाँदैछौँ हामी, उयो माथि देखिने रेसिङको टावर। अब ल भिडियो गर्छु। लाउ उत्यहाँ छि कपडा मैले तिमीलाई जुरुक्कै हो बसम यस्तो हुन्छ तिमी त। दुईजना साथी भएर कहाँ खेल्ने त? भयो ऊ माथि जाऊँ नि। उता ऊ माथि टावरमा छ बिना। पूर्णिमा यहाँ एक्लै एक्लै दौडिरहेछन्। के गर्ने रुखमा होइन टावरमा त्यहाँ जान्छ नि हो। हामी चाहिँ फाइनल टावरमाथि आइसकेका छौँ। देखिन्न